कुकुर हराएको छ यहाँनिर उसमा छ के अरे भनिमण्डल चोकको साइडमा छ। आऊ त बाबा यहाँ हेर। हुज डग इज दिस? कुकुर हराएछ। म तिमीलाई एटलिस्ट बिस्कुट भयो नि किनिदिन्छु है त है। यहाँनिर भनिमण्डल चोकको नजिकमा चाहिँ यो घुमिरहेछ। तिमी कहाँबाट हरायो? नाम लेखेर रहेछ डोलको कुकुर। थ्याङ्क गुडनेस हेर्नु त कस्तो राम्रो। ओ माई गड। हेर अब हामीले यो कुकुरलाई चाहिँ उसको ओनरकोमा पुऱ्याइदिँदैछौँ किनभने उसले चाहिँ ट्याग लगाएको रहेछ कि, नत्र ट्याग नलाएको कुकुर त भयो त हराइसक्थ्यो यो कुकुर होइन। अनि सो इम्पोर्टेन्ट कि डग ओनर्सहरू सबैजना आफ्नो कुकुरलाई ट्याग लगाइदिनु होला। बेबी तिम्रो ट्याग देखाइदेऊ त ल। यी घाँटीमा यो ट्याग छ। बिस्कुट खायो बिस्कुट। बाटोमा कुकुरहरू कस्तो बिजोग हुन्छ। एकचोटि अब छोडिएको हराएको त्यो फ्याँकेको कुकुरहरूको एकदम बिजोग हुन्छ। कुकुर नफ्याँक्नु होला, उसलाई त फ्याँके होइन धन्न होइन। भनेपछि सो ह्याप्पी उसको कनेक्सन हुँदैछ। ओनरसँग जाने हो तिम्रो, मामाकोमा जाने हो। रोको तिमी है, नर्भस भएछ। ल अहिले आउनुहुन्छ मामी आउनुहुन्छ। ज्यास्पर आऊ ल, ओनरसँग भेट्यो। मम्मी कस्तो ज्ञानी है। थ्याङ्क यू मम्मी ट्याग लगाइदिनु भएकोमा कुकुरलाई। बेबी ज्यास्पर ज्याक्सन हो यो। बिस्कुट खायो ल ज्याक्सन ल।